वेलकम टु न्यू भ्लग। अनि आजको भ्लग चाहिँ हामी बानेश्वर जाँदैछौँ। म केएन सन्जु तल खानु मलाई नै कुरा। अनि कञ्चन मिनाजु र पविता चाहिँ डाइरेक्ट बानेश्वरमै भेट्छौँ। किन जान्ला भन्ने चाहिँ देयर इज सम रिजन। त्यो चाहिँ पविताले अहिले भन्छ किन हो भनेर। त्यहीँ गएर भेटौँला है त तलमाथि गर्दा चाहिँ थाकिसक्यो। गाइजहरु कविता नै आइपुग्यो रहेछ। त चाहिँ किन आएको? इन्भाइटेड नै थिइनस् त। तिमी चाहिँ हो इन्भाइटेड। जाऊ जानै मान्दैन। आइफ्लेक्समा रुवाबासी गरेर आज किन आएको यहाँ भन्दै? फोटोसुट गर्नु बेबी अन द वे अनि त्यसको लागि चाहिँ टी-सर्ट हेरेर थाहा भइहाल्छ। टी-सर्ट अब के छ फोटोसुट गर्ने मान्छे बिना यता हेर्नु त। एउटा टी-सर्ट देखाउनु त। ड्याड टु बी हैन तलपट्टिको लोडिङ बिग ब्रदर स्मल ब्रदर जस्तो छ। अब के बिना छोड्दैन त्यो इरिटेट भयो। छोड्दैन एकछिन खुसी हुन्थेन। फुल होइन छोरो। फुल त फुल यति मन पर्यो। तल तान्दै तल तान्दै नम्बर ल्याउ भने भइसक्यो। तल तान्दै त्यो फुल कहाँ हुन्छ नि काम ए नबिनाको दाइ आउनु भयो। कलर मन पर्छ निस्किला। स्ट्रगल छ यता। अब नाच्दियो। माया भन्नु माया माया तिमीहरू भएन रमसम गरिहाल्छ नि। अब मोल्दै अब बिचरालाई उता पिच गर्न पिच चिन्डाउन गर्नुहोस् त। अझै लटेसन आफूमा गर्नुहोस् त। यो त के नामले रु आफै खाइदिए यार। लास्ट है दर्द आपके मन जाने
ल तपाईँहरूलाई नाति हुन्छ जस्तो कि नातिनी हुन्छ जस्तो लाग्छ त हजुर बुवा हजुर बुवा भने ल है बिना मम्मीलाई बाबु हुन्छ जस्तो लाग्छ अरे अनि बुवालाई ल अनि काजल दिदी ल गेस तिमी यो राम्रैसँग देखाऊ है कसैले पनि पहिल्यै रियाक्ट नगरिहाल्नु है ल म यो भइसक्यो अब के गर्ने भयो ल भयो अब के गर्ने सँगै यहाँ तल खोइ यहाँ यसमा अनि अब सबै लुगामा लगाइदिनु मेरो टी-सर्ट लाइन मेरोमा यसरी मेरोमा लगाइदिनु सबै ल भयो सबै लाउने चिसो भयो भयो तपाईँहरू खोल्नुहुन्छ ल दाइ खोलिदिनु त दुवैजनाको एकैचोटि एकैचोटि छोरा कवितालाई छोरा रे भिनाजुलाई छोरी रे छोरा देखाएर हेर्नु होला हात यस्तो गर्नु न हो त्यसो पत्ताले गरे जस्तो गर्नु नि एमजी ल पायो है पायो एकजनाले मात्र जित्नु यत्रो भोटमा एकजनाले जित्नु भयो कसले बोइ भनेको थिए बिन्दा भयो हैन उहाँले जित्नु भयो ल अब यता त्यहाँ बस्छ हामी फोटोसुट सकाएर हाम्रो ग्याङ आधी ग्याङ बाँसबारी आधी ग्याङ कोटेश्वरमा चाहिँ त्यहाँ भिनाजु बसेर आउँछ अरे त्यहाँ उयो हामी पनि बाँसबारी नै जान्छौँ टाइम पास गरे भयो गाडी लाइन लाएर यो आइफ्लेक्स तल पार्किङमा हालेर गएको छौँ त्यहाँबाट स्कुटर निकालेर चलिदिन्छौँ पब्दा यता हेर्छ पब्दा यता हेर चिन्न अलिक गाह्रो पऱ्यो होला यो पबिता नै हो 20-25,000 है यो कति रहेछ 25 महँगो सबैजना किन जानु पर्यो तल खाजा साजा खाएर महाराजगञ्ज आएर खाजा खायौँ अब हामी पार्टीमा वे सुखाकी म खाएर हो हामी भर्जनलाको यहाँ सुतेको छ यहाँ तल अनि यहाँ काठमाडौँको जाम कहाँको मान्छेले कहाँ जाने केही थाहा छैन यहाँ यो बाटो यस्तो यताबाट गाडी आइरहेको उताबाट आइरहेको पछाडिबाट चारतिरबाट बाटो आइरहेको कि गाडी आइरहेको बानेश्वरु गल्ली हो जस्तो लाग्छ यो मलाई ट्राफिकहरू पनि छैन मतलब यहाँ जसको शक्ति उसकी भक्ति भने जस्तो यार बाटो त आम्मा कतिवटा लिनु अब स्कुलको गाडीहरू यो टेक कति 5 बज्यो क्या हो अफिस टाइम पनि हो
हाम्रो त बल्ल बल्ल खुल्यो अब यताको मान्छेहरू कहिले घर पुग्छन् थाहा आएन यार हाम्रो पनि के खुल्यो भने बानेश्वर जाको चोकको जाम हुने भाइ छ ठ्याक्क अफिसहरू पनि छुट्टी भयो स्कुल कलेजहरू पनि छुट्टी भयो ग्लोबलको बसिरहेको छु धेरै ग्लोबल स्कुल कलेजको यो कुन हो अल सेफ ट्राभल्स रे यता साइडकोहरूको त भिडियो के छ सबै जतिले यहीँबाट घुमायो हुन्छ घुमाउनु थाल्यो भने फेरि जानु त्यहीँ यहाँसम्म रहेछ जाम भनेको उताबाट त्यति नै गाडी आइरहेको क्या सकेसम्म यो 4-5 बजी चाहिँ ट्राभल त्यो गऱ्यो नि सकेसम्म रोक्यो नि हुन्छ त्यही हो अब आजको भ्लग यति नै हो गाइजहरू सी यु इन नेक्स्ट भ्लग भयो भने म यसमा हामीले गरेको जेनरल रिभ्यूवाला नि त्यो क्लिपहरू छ क्या हो त्यो हाल्छु अझै ठुलो त गरेको थिएन हामीले हाम्रो लाइक घरकै मान्छेहरू मात्र गरेको थियौँ मिल्यो भने त्योवाला क्लिपहरू पनि हाल्छु त्यही हो आज फोटोसुट पनि भयो हाम्रो यहाँ सर फोटोसुट एक दुईवटा चाहिँ राम्रो एक दुईवटा भयो नि राम्रो आएको छ कि भन्ने आशमा छौँ हामी त्यो न सी यु नेक्स्ट भयो है त